प्रार्थना गर्न तयार हुनुहुन्छ? आमेन। आउनुहोस् हामी उहाँहरूको निम्ति प्रार्थना गर्छौँ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गर्छौँ। नाम पनि राखेको छ। परमेश्वर तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु विशेष तपाईँको प्रेम अनुग्रह कृपाको लागि। तपाईँले साँच्चै नै यो तपाईँको छोरा फर्दन लिम्बू अनि उसको तपाईँको छोरी अनि कुसुम लिम्बूको परिवारमा तपाईँले आजको दिनसम्म हरेक कुरामा तपाईँले आशिष दिनुभयो, सहायता दिनुभयो, अगुवाई गर्नुभयो। भगवान् तपाईँलाई धन्यवाद दिन्छ। तपाईँ कति असल परमेश्वर हुनुहुन्छ, कति असल परिवारलाई जसको नाम उहाँले यो छोरी राखिनु भएको छ, यो नामलाई हामी तपाईँको राख्छौँ, यो छोरीलाई तपाईँको राख्छौँ, यो छोरीलाई प्रभु तपाईँले सम्हाल्नु भएको होस्। आजको वचनले भने जस्तै आउने दिनहरूमा विगतका दिनहरूमा जसरी तपाईँ यो परिवारमा विश्वासी हुनुभयो, यो परिवारमा तपाईँ असल परमेश्वर हुनुभयो, यो परिवारमा हरेक घटीगल्लीमा तपाईँ परमेश्वरले जुटाउनु भयो अनि मानिसहरूबाट आउने